लेट्स गो भन्नु त नमस्ते सम्पूर्णमा वेलकम टु माई ब्लग यो मेरो पहिलो ब्लग शनिबारको दिन सपरिवार हाम्रो परिवार हामी मोटो ब्लग बनाउँदै यसो घुम्न निस्केका थियौँ करिब करिब दिउँसोको कलेज जाने हो 12 बजेको थियो हामीहरू कलङ्की चोक होटेल लाइन हुँदै यो चाहिँ हाम्रो यात्रा तपाईँलाई साथीहरू लाग्यो त्रिभुवन युनिभर्सिटीसम्म थियो पर्यो शनिबारलाई रमाइलो बनाउने उद्देश्यका साथ हामीहरू बाइकमा निस्किएका थियौँ सबै हाम्रो गाउँबाट जान्छौँ अब सोलङ्कीबाट अन्डरपास हुँदै बल्कु सोम्बु सडक खण्ड अन्तर्गत अन्डरग्राउन्ड पास हुँदै हामीहरूको यात्रा अगाडि बढ्यो शनिबार भएको हुनाले गाडीको चाप अलिक कम छ अगाडि बढ्यौँ खसी बजार हाम्रो यात्रा अगाडि बढ्यो कुनै गाडीको पछाडि हुँदै कुनै गाडीको अगाडि हुँदै हामीहरू बल्कु निस्किरहेका थियौँ पेट्रोल पम्प टियुमा प्रशस्त सीता पेट्रोल पम्पबाट हाम्रो क्लास एटेन्ड गर्न जान्थ्यौँ हामीहरू त्यहाँबाट बल्कु नजिक आइरहेका थियौँ बल्कु पुग्नुभन्दा अगाडि यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ क्यामेरामा बल्कु ओह्रालोमा छौँ हामीहरू बल्कुबाट बल्कु चोक लागिसकेको ठ्याक्क हरियो बत्ती भएपछि हामीले राइट टर्न लियौँ मान्छे हिँड्नु छ हेर त्यो चाहिँ बल्कु चोकबाट ठ्याक्क राइट गाडी बढ्दै टियुसम्मको यात्रा अगाडि बढिरहेका छौँ यो बाटोबाट हामीहरू फेरि अब राइटतिर लागेका छौँ राइटतिर लाग्दैछौँ यसमा तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ टियु गेट हामीहरू फेरि राइट लागेर टियु प्रवेश गरिसकेका छौँ पुरानो त्रिभुवन विश्वविद्यालय नेपालका पुरानो विश्वविद्यालय भनौँ त्रिभुवन विश्वविद्यालय तपाईँहरूले देख्न सक्नुहुन्छ भिडियोमा देख्न सक्नुहुन्छ दुवैतिर निर्माण भएका त्रिभुवन विश्वविद्यालय निर्माण भएका बिल्डिङहरू देख्न सक्नुहुन्छ जङ्गल छ रुखै रुखहरू छ हरियाली छ त्रिभुवन विश्वविद्यालय एकदमै मनमोहक छ एकदमै गजब छ हेर्दा आकर्षक छ जति संरचनाहरू बनेका छन् त्यही अनुसार विद्यार्थी सङ्ख्या पनि घट्दै गएको अवस्था छ त्रिभुवन विश्वविद्यालयमा मनमोहक दृश्य देख्न सक्नुहुन्छ नेपालको एकमात्र नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान जहाँ एनपिएल लेफ्ट साइडमा छ राइट साइडमा चाहिँ
पढ्ने हो त्यो चाहिँ प्र्याक्टिकल र हामी त्यहाँबाट अगाडि बढेका थियौँ विश्वविद्यालयको मुख्य भागो छ भनेर मुख्य भागो छ त्यहाँ जाँदै गर्दा सानो जाम भयो ट्राफिक भइसकेपछि यसो हेरेको त्यहाँ एक्सिडेन्ट भएको रहेछ भएको रहेछ दुईजना द्विपक्षी विवाद गर्दै हुनुहुन्थ्यो र बाइकबाट तेल चुहिरहेको थियो तेल चुहियो क्या उठाउँदा हुन्छ भाइ गाडी बढ्यो तेल हो कि हो मेरो पनि पर्ने भयो ट्राफिक बोलाउनु ट्राफिक चौरतिर थियो के अगाडि बढ्यौँ खाली ठाउँहरू हेर्दै कतिजनाले शनिबारको दिन भएर पनि होला चौर घाट थियो सबै खेल्न तिनकुने त्रिभुवन विश्वविद्यालय तिनकुनेबाट फेरि राइट अगाडि बढ्यो र अगाडि बढ्दा अचानकको दृश्य देखियो है शनिबारको दिन पनि त्रिभुवन विश्वविद्यालयबाट घाट थियो अहिले त्रिभुवन विश्वविद्यालयमा वृक्ष बन्यहरू चौरहरू पुरै भरिभराउ देखिन्छ विश्वविद्यालय साँच्चै पढ्नेहरूको लागि कुनै गार्डन यहाँभित्र राम्रो स्थान भएको छ अहिले लक्ष्य यात्रा हेर्ने भयो विभिन्न किसिमका परीक्षाहरूको तयारी गर्ने नपढ्ने सङ्गत गरेर पनि हुन्छ त त्यही भएर पनि होला अहिले राइट साइड पनि हामी सक्नुहुन्छ पुस्तकालयहरू खुल्ला रहेका छन् पुस्तक पसलहरूको पनि त्यहाँबाट फेरि हामीहरू अगाडि बढ्यौँ अगाडि बढ्दै जाँदाखेरि राइट साइडमा देखिन्छ विश्वविद्यालय पुस्तकालय र थप अगाडि बढेर हामी राइट पढ्ने हो यहाँ युनिभर्सिटी कलेज आइसकेपछि पढ्नु पऱ्यो न यहाँदेखि हामीहरू फेरि दायाँतिर दौडिन्छौँ र पढ्नुपर्छ हाम्रो लागि उपयुक्त स्थान खोज्दै हिँडिरहेका छौँ बाबुलाई खेल्ने पनि ठाउँ भनेर हामीहरू घाम ताप्नको लागि बाबुलाई खेलाउनको लागि खेल्नको लागि साथमा बाबुलाई खेलाउनाहरू खानेकुराहरू लिएर हिँडेका छौँ चिसोको मौसम छ तलहरू खानेकुराहरू बोकेर अगाडि बढ्यौँ चाहिँ विज्ञान सङ्कायतिरको क्षेत्र हो हाम्रो साइन्स शास्त्रदेखि लिएर यो लेफ्ट साइडमा बोटनी विभाग छ यहाँ पनि युवाहरूले खेलिरहेको देखेपछि हामीहरू हाम्रो लागि उपयुक्त स्थान खोजी गर्दै यहाँबाट फेरि टर्निङ लिन्छौँ उपयुक्त लोकेसनको खोजी गर्दै जहाँ चाहिँ घाम ताप्न पनि मिलोस् र बाबुलाई खेल्ने ठाउँ पनि होस् भनेर हामीहरू यहाँ आएर हेर्छौँ शान्त घाम पनि लागिरहेको र चौरी पनि भएको हुनाले चाहिँ हामीले यहाँ बस्ने निदो खाली त गर्दै जानु र केही समयपछि हामीहरू केही समय बस्यौँ केही समय व्यतीत गऱ्यौँ करिब 1.5 घन्टा बसेपछि अब हामीले बन्द गर्न लाग्यौँ निस्कनुहोस् भनेपछि हामीहरू त्यहाँबाट बाहिर निस्कने तर्खर भयौँ त्यहाँदेखि हामीहरू निस्किएर अर्को लोकेसनको खोजीमा निस्क्यौँ लाइब्रेरीतिर छिर्नेहरू लाइब्रेरीतिर हामीहरूको शनिबारको यात्रा सुरु भएर यसरी समापनतिर गइरहेको छ क्याम्पस पढ्न आउने सरले पढाउने
आउने आँखा जुराउने चित्त बुझाउने आजकल मेरो के बस्यो बानी पढाइतिर ठ्याक्कै मन नजाने क्याम्पस पढ्न आउने क्याम्पस पढ्न आउने पढाउने आउने आँखा जुराउने चित्त बुझाउने त्यो भएर यहाँ फाइदा भएको छ खेल्न पाछन् मान्छेहरूले टाइम पास गर्न पाछन् मनोरञ्जन गर्न पाछन् गाडी लिएर आउँदा रहेछन् कुन कलेजको गाडी होला अघि एक्सिडेन्ट भएको ठाउँ घरमा अचार बनाउने ममा दिने अचार बनाउने अनि खाने अचार बनाउँदैन भेटबाट खाएको सुमो